काम चाहिँ कसरी गर्ने हो साइकल चलाएर यो एपबाट हो कि कसरी हो होइन अलिकति थोरै भनिदिनुहोस् न अब यो यस्तो हो अब काम सोच्दाखेरि अलि अर्कै हुन्छ नि त कसरी के गर्ने भनेर होइन अनि कसरी गर्ने चाहिँ कसरी हो क्या काम यस्तो हो अब आफूसँग स्मार्टफोन हुनु पर्यो अनि आफ्नो भेहिकल हुनु पर्यो साइकल अथवा साइकल अथवा बाइक हुनु पर्यो हजुर अब स्मार्टफोन अब त्यो दुईवटा हुनै पर्यो अनि त्यसपछि अब पठाउमा दर्ता भइसकेपछि आफ्नो अब एउटा आइडी बन्छन् अकाउन्ट बन्छन् त्यही अकाउन्टमा आफू अनलाइन बसिसकेपछि त कस्टमरले अर्डर गर्नु भएपछि अब आफू कुन रेस्टुरेन्ट नजिक छ कस्टमरले त्यही रेस्टुरेन्टबाट अर्डर गर्नुभएको छ भने आफूलाई नोटिफिकेसन आउँछ त्यो अर्डर एक्सेप्ट गरेर आफूले कस्टमरको लोकेसनसम्म अर्डर कन्फर्म गरेर रेस्टुरेन्टमा टिपाएर रेस्टुरेन्टले रेडी गरेपछि कस्टमरको लोकेसनसम्म पुर्याएर त्यो कस्टमरले खानाको पैसा आफूलाई दिन्छन् आफूले त्यो पैसा लियो आफ्नो डेलिभरी चार्ज कटाएर आफूले दिनभरको कलेक्सन गरेको पैसाबाट आफ्नो डेलिभरी चार्ज कटाएर भोलि अफिसलाई बुझाउने हो ए त्यस्तो प्रोसेस छ प्रोसेस त्यही हो अनि यो छ नि हाम्रो होइन